Hello everyone, सेवा इट्स मी डल्ली। आइप सबैजना सन्चै हुनुहुन्छ होला म जस्तै। टुडे इज न्यू डे, न्यू भिडियोको साथसाथै हजुरलाई वेलकम ब्याक टु माई च्यानल। अनि म चाहिँ स्याउको फेदमा बसेर भिडियो स्टार्ट गरिरहेको छु साथीहरू। यति धेरै गर्मी छ, त्यही भएर म चाहिँ स्याउको फेदमा शीतलमा बसेर भिडियो स्टार्ट गरिरहेको छु। फेरि गर्मी हुनु कति ठुलो कालो लुगा लगाएको भन्नु होला। फेरि एकैछिनमा पानी पर्छ। अन्त नि हामी काममा जानु लागेको साथीहरू। के काम भन्नुहुन्छ भने के काम भने अब एकछिनमा तपाईँहरू आफैले देख्न सक्नुहुनेछ। ह्याडसेट लगाएर सिटी च्याट्ट परेको घामले अनुहार डढ्छ नि त, त्यही भएर। अन्त आमा र म अहिले यहाँ घरमै छौँ। अब जाने बेला हुन लागिसक्यो। अन्त एकदम रमाइलो हुनेवाला छ साथीहरू। आयो पानी पऱ्यो भने चाहिँ बेस्ट रमाइलो, अनि यो घाम लाग्यो भने चाहिँ अब नरमाइलो। किनकि यो पानीमा गर्नुपर्ने काम हो, असारमा गर्नुपर्ने काम हो, जेठमै गरिरहेछौँ भनेपछि तपाईँहरूले गेस गरिसक्नुभयो होला के हो भनेर। अनि हाम्रोमा यहाँ स्याउ फलेको छ, कस्तो राम्रो यहाँनिर त्यहाँनिर कस्तो दामी के मिठो, यस्तो मिठो धेरै स्याउ छ, यति मिठो छ कि। अन्त म यहाँ शीतलमा बसेर भिडियो स्टार्ट गरेको। अब गमुट लाउन पर्ने हुन्छ साथीहरू। अनि चिरी च्याट्टै परेर जानुपर्ने हुन्छ। के गर्नु गाह्रो छ, जिन्दगी गोरेटोमा गाह्रो छ। मेरो गमुठ यहाँ रेडी भइसकेको छ, अब लाउनु पर्ने हुन्छ। आम्बो साथी, यस्तो गर्मी बढ्यो, विरक्ति लाग्ने दिन जस्तो। यहाँ सुन्नु न, चरा के अरे यो के कराएको घ्यान जङ्गलमा अल्छी लाग्ने पुरा जङ्गल हिँड्नुन्जेल। यस्तो जङ्गलमा चाहिँ एकछिन शीतल हुन्छ, अन्त घाममा आयो गर्मी। अनि आमा अघि दौडिँदै हुनुहुन्छ। ढिलो भइसक्यो। अब घरपेटीले खेदाउँछ कि कराउँछ नि। यहाँ कपाल चाहिँ नआएर सुकोस् भनेर छोडेको थियो कि, त्यही भएर म त छोडेको न। यस्तो गर्मीमा आम्बो मुटु ढुक्कले चाहिँ फ्याट भएर मरिन्छ हौ। यो ढिम्बिरे किरा कराएर पनि यस्तो दिन झन् अल्छी लाग्ने गरा छ। मेरो बोली पनि अल्छी भइरहेछ साथीहरू। बिउ त भर्खर उखाल्दै रहेछ साथी। यस्तो जेठमा नि कसैले कोदो रोप्छ घाममा। असारमा होइन रोप्ने, खोइ यहाँ कोदोको बिउ अब यस्तो मध्ये घाममा यो कोदो रोपेको खासै भएन है। लु भएन यो चाहिँ। यता फुपाले गोरु जोत्दै हुनुहुन्छ। यहाँ फुपू आत्तिने मान्छे चाहिँ उहाँ नै हो, घरपट्टि आमै। यो चाहिँ कोदोको बिउ। हजुर उहाँ बोजू चाहिँ कति 94 वर्ष पुगिसक्नु भयो हाम्रो आमा, उहाँको आमा। सो गाइज होइन, हामी चाहिँ कोदो उखाल्नेमा परेको थियौँ। हाम्रो चाहिँ बोजू र मैले चाहिँ कोदो उखालिसक्यो। कोदो उखालिसक्यो। अनि फुपा जोत्दै हुनुहुन्छ, मेलो बनाउँदै हुनुहुन्छ। अनि आमा र फुपू चाहिँ अघि खन्दै हुनुहुन्छ। अनि एकजना रोप्दै हुनुहुन्छ। सो अब हामी पनि गएर रोप्छौँ। अघि घरमा मैले परै गएर हेर्नु होला भनेको थिएँ। हामी चाहिँ कोदो रोप्ने हो कि। अनि अघि चाहिँ घाम टन्टला थियो, अहिले चाहिँ धुम्म हुँदैछ। जेस कोदो रोप्नु चाहिँ बेस्ट मजा होला जस्तो छ। अन्त घाम लाग्यो भने फेरि कोदो पनि मर्छ, मान्छे ओइलिन्छ। धुम्म लाग्यो भने त बोजू के हुन्छ, बिउ पनि सर्छ, हामीलाई पनि जाँगर लाग्छ होइन। राम्रै हो यो पनि त्यहीँ राख्नु ल। अब बिउ बोकेर जानुपर्ने हुन्छ साथीहरू होइन। यहाँ हामीले बिउ यसरी उखालेर राखेको छौँ। अनि पर रोप्ने मान्छे हुनुहुन्छ, यहाँ फुपाले जोत्दै हुनुहुन्छ। अब म चाहिँ लिएर जान्छु। कहाँ लिएर जान्छ हौ खेचाले त। टुङ डुस कोदो आयो बोजू कोदो। यो कोदोको पछि छ्याङ खानु पर्यो, चोटो लाएर तुङमा खानु पर्यो, चोटो लाएर। अन्त मजा हुन्छ नि त बल्ल। फेरि रामबेली रोप्ने चाहिँ एकजना हो। भगवान्, यस्तो घाममा पनि कोदो रोपेपछि सर्छ। केही देखेको छ? केही देखेको छैन। यो कोदो नि अब छिटो पानी लाउने फिर्के अघि नभए त यो त हुँदैन। यस्तो घाममा यस्तो छ्याङ खाइरहेको छ।
तितो नि तितो छ मातिन्छ यो छ्याङले त लाई चाहिँ मैले नि खाएँ मिठो रहेछ मिठो छ है बोजू तर जिउमा लाग्छ के अब निन लाग्छ तपाईँ र मलाई अरूलाई चाहिँ कोदो मर्छ भने पिर बोजू र मलाई चाहिँ निन लाग्छ भने पिर अब यस्तो छिपेको छ्याङ छ यता रन्जीले पनि खाँदैछ उसको चाहिँ नि रोप्ने काम हो हामीले धेरै खन्नेछौँ अनि त्यही भएर उसले सक्दैन भनेर गाईचहरू आमा कस्तो राम्रो हे आहा हेर के राम्रो कोदो रोपेको रोपाई अब आहा कस्तो राम्रो है गीत पनि गाईचहरू आमा हेर लडाइ चाहिँ नगरौँ न गाईचहरू आमा हो हेर अब सबैले गाए पो राम्रो हुन्थ्यो साथी हो गाई अब के गर्नु अघि त मजाले कोदो रोप्यो होइन अब फेरि मेलो पनि बनाउनु पर्ने हुन्छ अनि यहाँनिर 3 जना चाहिँ मस्त मेलो बनाइरहनु भएको छ एकजना चाहिँ रोपिरहनु भएको छ एकाल काटे फुपू यता हुनुहुन्छ कहिले अघि पनि कोदो रोप्ने बेला पनि छुट्टै अहिले खन्ने बेला पनि छुट्टै एकछिन लाइन नि फुपू ए सधैँलाई अनि एकजना रोप्दैन अघि चाहिँ मस्त रमाइलो गरेर रोप्यौँ अब सबैले फेरि मेलो नि खन्नुपर्ने हुन्छ नि त साथीहरू मेलो नखानु त फेरि मेलो त खन्नु परेन होइन साथीहरू ल ल ल ल उभिएर हेरिदिउँ न एकचोटि यता सबैजना अनि अघि त गममुटले सबै छापै छाप भएको थियो अनि अहिले यहाँ नङ दुख्छ नि त कोदो रोप्दाखेरि त गमबुट नलाए त जुत्ता लगाएर त फेरि कहिले किन्नु एउटा कुरा मिसिङ भयो के साथीहरू के मिसिङ भयो भन्दा पानी मिसिङ भयो अनि आइडिया हेर्नु न यहाँ अगाडि कोदो के अरे ल्याम्राङ ल्याम्राङ कुर्था हुन्छ भनेर सुरालभित्र खाँदिरहेछ अनि पानी परेपछि लास्ट रमाइलो हुन्थ्यो अनि त्यो पर फिर्केले लगाएर चाहिँ किनकि यो चाहिँ घामले नओइलोस् नसुकोस् भनेर अनि त्यसपछि यहाँ 3 जना चाहिँ नन स्टप खनिरहेछ छ्याङ दिएको थियो 2 जम्बु जति नबोलिकन 2 जम्बुले 3 अनि उहाँ हुनुहुन्छ एकाल काटे फुपू अनि ठग मारा नि उयो साथीहरू अहिले भिडियो गराउने भनेपछि मात्रै मेलोमा पसेको नभए उ यस्तो झ्यासो सार्थ्यो उ यस्तो यहाँ यति धेरै ठग मारा हुनुहुन्छ अनि हजुर उहाँले चाहिँ झ्यास बोक्नुहुन्छ अनि सबैजना मस्त हामी यसरी बोलेर मस्त रमाइलो गरेर हुन्छौँ अनि बोजू चाहिँ पर बसेर हेर्नुहुन्छ किनकि उहाँले सक्नुहुन्न उहाँ चाहिँ हामीले काम गरेको मस्त हेर्नुहुन्छ साथीहरू अनि हो कि होइन भर्खर निहुरेको थियो भर्खरै उठिहाल्नु भयो लो हे पोज हेर न पुरा सेक्रेटी बस्ने स्टाइलको लट्ठी सट्ठी हातमा सुशीला फेरि 1 मिनट छ्याङ खाएको छ त अलिकति मात्र खाएको है बोजूले देखिरहनु भएको छ तपाईँहरू चाहिँ हावा नबोल्नु न हामीले कोदो कस्तो रोपिरहेको छौँ बोजू राम्रो रोपेको छौँ हाम्रो घरपट्टि आमाको बोजू उहाँ चाहिँ बुढी भइसक्नु भयो कस्तो रमाइलो गरेको नातिनीहरूले भन्दै हेर्नुहुन्छ है कोदो रोपेको म झन् लास्टै राम्री छु नि है भिडियो नि राम्रो गर्छ नि बोजू ल ठिक कोदो रोप्नीलाई खाजा पनि 1 भाँडा आलु छ आम्बो अनि चौचौ अनि सबभन्दा मिठो त छ्याङ यो त के मिठो सबभन्दा मिठो त त्यहाँ छ आम्बो
छ्याङ त खानुपर्ने हुन्छ नि त कोदो पो रोपेको त हौ कहाँ नि खाली बस्छ त आम्बो खाजामा लसुनको अचार मुलाको अचार खुर्सानी सर्लक्क मोलेर अनि पिरोमा चट्ट अचानी राम 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 कुरै छुट्टै छ नि यता पनि त्यस्तै त्यता अचारको बट्टा बट्टा रोजी छारी खाजा छ यहाँ चाहिँ काम गर्न आउने साथीहरू मस्त खाना पाइन्छ पैसा पनि ड्याममा पाइन्छ मेरो नाम राख्यो भने नाक फुलिँदैछ खाजा त खाइयो साथीहरू छ्याङ ओभर भएर चिल भयो चिल सबै डल्लु चिल भयो आम्बो मेरो आँखा हेर्नु न आँखा यहाँ चिलमा भयो के गर्ने होला हे भगवान् ऊ पनि चिलमा आफ्नै तालमा मातेर यो मान्छे मातेर एक्लै मातेर गयो गाइस अब कोदो रोप्दैछ ल कोदो रोपलो राम्रोसँग रोप अनि एकचोटि सुशीला लिम्बू के रे राइलु हाँस त नानी एकचोटि मातेर साथीहरू यो चाहिँ मातेर हो पुरै यो मातेर हो है यो चाहिँ सबै पनि रोपेर सक्यो हाम्रो चाहिँ हाँस्नु हाँस्नु म चाहिँ सक्दिनँ फुपूले सार्नुहुन्छ अब हाम्रो चाहिँ कोदो रोपेर सक्यौँ मस्त इन्जोय साथ यो त खानै पर्ने हुन्छ साथीहरू यो खाएन भने त हाम्रो बाबा बाबा अहिले उकालो जानुपर्छ है बोजू लास्ट मिठो छ के साथीहरू अम्बो आज रोपेको अर्को साल खाने होइन बोजू ए सास छैन बिसा खान्छ सो गाइस आज चाहिँ हामीले कोदो पनि रोपिसक्यौँ अनि मस्त छ्याङ्खार चिलमा भएर पनि घर आइपुग्यौँ जस्तै चिलमा भयो भने घरमा त आउनै पर्यो अनि हाम्रो कोदो रोपाइ चाहिँ के कस्तो लाग्यो कमेन्टमा प्रतिक्रिया दिनु होला डु नट फर्गेट लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब बाई बाई लभ यु अल